मिटर ब्याचका केही समस्या छन् दिदीको 7 गतेको कुरा गर्नुभयो सुमित्रा आमा कता हुनुहुन्छ म आफै भ्याइन खै कता हुनुहुन्छ ओ यही छ तपाईको यहाँ के त्यो खाली तपाईलाई मैले मुखले बोलेको होइन गरेको छु किन भ्याएको छुइनँ सुन्नु है त तपाईको यो सबै मैले हिजो पनि त्यो पत्र निकालेर मैले यस्तै भयो कति कसलाई चाहिँ देखाइदिने यो धुवा के हो नि रातै में चल सबै लेखेर सेवाको कुरा हो आफूलाई गुमाएर यो सामाजिक काम हो दिदीबहिनीलाई परेको बेलामा म घट्छु लड्छु मात्र सेवाको भावले काम गर्छु भनेर यो अभियानमा तपाईँ गरेर बस्छ नभए बस्दैन मेरो कुरा क्लियर हो तपाईँहरू आफैले एउटा टिम बनाएर आफैमा सल्लाह गर्नुहोस् हटेदाले प्रस्ताव गर्नुहुन्छ अनि प्रस्ताव भएपछि मात्र म सुन्छु त्यो छलफलमा अन्य बस्नुभन्दा म यो प्रस्ताव भएपछि मात्र सुन्छु तपाईँहरूकै बिचबाट मान्छे थामिन पर्छ अब म कसैलाई पनि अध्यक्ष भनेर म छान्दिनँ किनभने तपाईँहरूले छान्नु पर्यो तपाईँले छानेर कोही मान्छे राख्नुहुन्छ भने न तपाईँहरू जिम्मेवार बन्नुहुन्छ अब मलाई कसैले खुसी बनाउँदा म जसलाई पनि लु दाइ गाउँ बस गाउँ दिदी बस भनेर त भएन नि यो अभियान त्यसरी नचल्ने हो तपाईँलाई के भन्यो भने अब हामीलाई संरक्षण गर्नको लागि